गुड ल ठिक छ ल एकदम राम्रोसँग छ अब के गर्नुपर्छ भन्नु त अब एक्सिलेटर थोरै दिने हजुर अनि क्लच छोड्दै लिएर आउने भनेपछि तपाईँले पहिला एक्सिलेटर दिएर अनि बिस्तारै क्लच छोड्दै उठाउनुहुन्छ हजुर प्रायः जस्तो त पहिला चाहिँ अरूले चाहिँ क्लच छोडेर उठाउनुहुन्छ नि त किन हो क्लच छोड्दाखेरि चाहिँ स्टार्ट बन्द हुनसक्छ त्यही भएर हल्का रेस्ट दिएर उठायो भने सजिलो हुन्छ भनेपछि तपाईँले चाहिँ पहिला एक्सिलेटर दिनुहुन्छ अनि बल्ल क्लच छोड्दै गएर अनि गाडीले बल गरेपछि झार्नुहुन्छ होइन हजुर भनेपछि तपाईँको पहिला क्लच तपाईँको भनाइअनुसार चाहिँ पहिला क्लच छोडेर पछि गऱ्यो भने अब क्लच हाफमा हुनसक्छ कुनैको तल कुनैको माथि स्टार्ट बन्द हुनसक्छ भनेर हो हजुर ल त उठाउनु त ल गुड 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 भनेपछि के भयो ल भन्नु त क्लच छिटो छोडियो क्लच हजुर एक्सिलेटर अलि पुगेन पुगेन भनेपछि चाहिँ अलिकति हामी आत्तिनु भएन है हामीले ह्यान्डब्रेक झार्दा पनि ल उठाउनु गुड ठिक छ ल जानुहोस्